गाइस मेरो चाहिँ फर्स्ट ट्याटू हो र साथीहरु मेरो मुटु दुख्न थालेको छ ओए डर लाग्यो के गरेको हो त्यस्तो चाहिँ मेरो साथी के फेका छ त्यही हो नि गाइसहरुले अत्याचारको रगत निकाल्दै हामी चाहिँ एकछिन सो गाइस यो ठाउँ तपाईहरुलाई याद नै होला किनभने यो ठाउँमा हाम्रो सबैभन्दा दुखेको मेमोरी छ तपाईलाई पनि थाहा छ होला सो आज चाहिँ टाइगरबाट थापिसक्नुबाट हामी ट्याटू हान्न आएको छौँ र यहाँ यही हो ट्याटू चाहिँ हेर्नुस् यो चाहिँ फेरि के हो रातो रातो लाइन जस्तो मात्र देख्नुहुन्छ होला यसमा ठुलो मिनिङ छ देखाउ त बाबा यताले यो भनेको चाहिँ मुस्कान मुटु जलाई जलाईवाला गीतबाट इन्स्पायर भयो मैले हात काटेको है गाइस फेरि हात काटेको जस्तो देख्ने तर हुन चाहिँ ट्याटू हो यो मेरो भनेर मजा खानेको यतिको माया गर्ने को होला कि होइन है साथी यहाँ हेर्नु गाइस मेरो साइनको ट्याटू हान्दैछ मुस्कानले चाहिँ हात पुरै रातै बनाएर ओए दामी देख्दो रहेछ त है साथी दामी देखेँ गाइस यो चाहिँ मेरो साइनको ट्याटू ओ माई दामी छ दामी भगवानको नाममा चाहिँ गाइजहरु अब चाहिँ मेरो फर्स्ट ट्याटू लाइफकै हान्न गइरहेको छु म पनि नबस्नु भाइ यता हेर्दै त सुजु हाँस र के फेका छ त्यही हो नि हो सो गाइजहरु क्यामेराम्यान पनि आइपुगेको मेरो पर्सनल मोमोमा अलिक यताउता गराइ सक्यो त्यहाँ ए खतरा ट्रान्सफर्मेसन अत्याचारको रगत निकाल्दै मेरो साँच्चैको सोच्दै के हान्नु लाग्छ साइन अझसम्म त बनाइसक्यो भने त मैले ल बिचरालाई हामीले कन्फ्युज बनाइदियो नि त एकछिन त गाइजहरु यो डिजाइन फर्स्ट ट्याटू भएकोले यो डिजाइन हान्ने कि नहान्ने भएर धेरै टाइम लाग्यो क्या नत्र भए त हामीले उहिले हानिसक्यो नि होइन है हेर्नुहोस् गाइजहरु ट्याटू आर्टिस्ट हुन कति गाह्रो छ हेर्नुहोस् उहाँको डेडिकेसन हेर्नुहोस् यतिको यो गरेर मैले पढेको भए म नेपाल टप गर्थेँ मेरो त फर्स्ट ट्याटू है तिमी पनि भाग्यमानी मेरो ट्याटू म पनि भाग्यमानी तिम्रोबाट ट्याटू हालेकोमा दुईजना भाग्यमानी रहेछ मुस्कान भनेको म बोलाइदिन्छु त गाइस हेर्नुहोस् मिराकल चाहिँ अब यहाँ हुँदैछ यस्तो यसरी हुन्छ मैले देखिरहेको छु तर यो अलिकति सानो भयो के हुन्छ होइन हेर त ए यो चाहिँ उसको टुप्पो भयो सक्छ त अरू बेला त स्वाट्टै पो फ्लेक्स हान्ने हो त कपाल ट्याटू यसरी मिलाइबस्नु त पर्दैन तिमीहरूको कपाल ट्याटूहरूमा चाहिँ हामी चाहिँ एकछिन एक इंच माथि अब कसको फर्स्टमा हाल्ने एकछिन होइन पहिला चेक गरौँ न नेक्स्ट प्रोसेसमा जाँदैछ हामी फर्स्टमा डिजाइन गर्ने हो यो गर्ने हो एकैचोटि तपाईँहरूलाई यहीँबाट देखाउँदैछु योभन्दा अगाडि किनभने भ्लग गर्ने मुडै थिएन बल्ल मुड बनाइरहेको छ यसरी चाहिँ मिलाउनु पऱ्यो ठिक छ नेक्स्ट यसरी चाहिँ नमेटेर अर्को भोलि गर्ने हो तिमीले नगर्ने आज नै गर्ने दुईजनाको त गर्न त म भोलि
पहिला को गर्नु तर कस्तो दुवैजना के सरी गर्दा गर्दै के हुन्छ नि एउटाले चाहिँ त्यो गरेर के एकअर्कालाई हेर्दै त्यो उयो हुँदैन नि त दुख्दैन नि त यसले गर्नु तिमी लेफ्टी पनि हुनु पर्यो अब हान्नै फर्स्टमा कि म हान्ने तिमी हान्नु हो भनिसकेछ अनि हजुर ढुक्कै हुनु सिजु ब्रोले एकदमै हेर्नुहोस् तरिका हेर्नु न यहाँ एकदम हाइजिनिक सुजु अबदेखि नाम चेन्ज गर्नु अनि यस्तो हान्थ्यो कि साथी यस्तो हान्थ्यो कि मान्छे छक्कै परोस् के भन्नुहोस् कि यो कला त मात्र भगवान्सँग हुनुपर्ने भोलिसम्म हुन्छ जिन्दगीमा हुन्छ ट्राई गरौँ न सुजु ब्रोले ट्राई गर गाइस यो चाहिँ मैले प्रतिभालाई मेरो बर्थडे गिफ्ट दिएको किनभने मैले चाहिँ के सोचेको थिएँ भने अलरेडी मैले यो हानिसकेपछि म के पनि हान्दिनँ भन्ने सोचेको थिएँ तर मेरै साइनको भएर र अर्को कुरा चाहिँ गाइस मेरो चाहिँ फर्स्ट ट्याटु हो र म तपाईँहरूलाई आफूले हानेको छ फर्स्ट ट्याटु पनि मैले उसको हाने मैले त्यो कस्तो सेल्फी जस्तो गरेर नि बाबा मैले त्यस्तो गरेको छुइनँ तिमी कुन चाहिँ अस्ति ठक्कै यो छिर्ने बेलामा आइया गरेकोले मेरो दाइले भन्नुभयो कि हामी भनेको राई हो डर हुँदैन त्यही भएर म आज प्रुभ गरिदिन्छु कि यो ट्याटु यता हान्दा नि मेरो आँखबाट एक थोपा आँसु निस्किन्छ बिफोर आफ्टर हेर्नुपर्छ है फेरि मेरो बुढीको सट्टा चाहिँ म रोइदिन्छु म रुदिनँ त्यही त तिम्रो सट्टा म रोइदिन्छु किनभने म रुने भए यतिखेर यो हाम्रो तर कस्तो फिल हुँदो रहेछ भने त्यो हामीले उयोले हान्छौँ नि सब्टिपिन सियो नाइ काडा क्याक्टस त्यो लाइनवालाले घुर्र गर्नु लाग्यो त्यही त सही मैले तिमीले ट्याटु हाने तिमीले के हान्यो अहिले हान्दैछ यो चिज गर त्यसै मैले अघि के भनेको थिएँ ब्रेकअप भयो भने पनि त्यो त यहाँको मेटाउनुपर्छ यहाँको मेटाउनुपर्छ भन्दैन कि यस्तो नभन्ने सो गाइज अब म के भन्दै थिएँ भन्दाखेरि अब सेकेन्ड म अब फेरि यसपछि चाहिँ अब खतरा तिम्रो हान्छु क्या चिन्ता मेरो यो तेरो अनुहारको च्याप्पै यहाँ हालिदिन्छ नि तरिसाउँदाखेरि आफै नै आफैले आफूलाई सक्नुमा तर मलाई यहाँ कुन एउटा हान्नु मन छ डगको फेस हान्दा कता हानेको ठिक साथी डगको फेस मैले चाहिँ यहाँ हान्छु भन्ने सोचेको थिएँ अब यो भइहाल्यो यहाँ बाहेक कहाँ चाहिँ राम्रो देख्छ हातको खाली छ होइन जता नजिक तिम्रो पनि तर आफ्नो पनि धेरै ट्याटु त छैन रहेछ नि होइन म्याम तपाईँ हाम्रो ट्याटु हामी आफू चाहिँ छैन भन्नु भनेपछि तिमीलाई नि दुख्दो रहेछ होइन म पनि मान्छे हो धेरै जस्तो तिनवटा छ दुईवटा त के हो त्यो चाहिँ एउटा चाहिँ बेस्ट डर लाग्यो पनि गर्नुपर्छ है डर लागेको छैन है गाइस उयो बाला मलाई डर लागेको छैन नर्भस चाहिँ मलाई डर लागेको छैन हल्का डर लागेको छ खोइ मलाई त थाहै छैन है उयो छिर्यो भित्र छिर्यो दुखेन नि दुखेन भाग्यो दुखेन है दुखेन म त मान्छे होइन यस्तै रमाइलो खालको यहाँ भइरहेछ हाम्रो ढुकेर मिस्टेक भयो भने के गर्ने
साथीहरू मेरो मुटु दुख्न थालेको छ सबै आरोप सुजुब्रो माथि जान्छन् लिमिटेड अन्त ह्यान्डपप त मसिनको जस्तो हुँदैन मसिनले गरेको राम्रो के नै दुईटै एउटै हो घोच्नु चाहिँ घोच्दो रहेछ है उसले कतिको दुखेछ हजुरलाई मैले भनिसकेँ त गाइजहरू मबाट आज केही पीडाको थोरै पनि एक्सपेक्ट गर्न आज मलाई पीडा भएन मास झन् अब त पीडाहरू त सबै बिलाएर गइसक्यो माया बस्यो मुटुमा मायाको मिठा सुट 50 मा अनुल कस्तो पहेलो यो लाइक यो आफ्नै छ पारा मेरो हामी चाहिँ मुखले मात्रै हाँस्छौँ सुजु फर्स्टमा मुखले हाँस्छ नि आँखा पनि हाँस्छ सुजुको यस्तो हुन्छ आँखा पनि हाँस्छ अनि त्यसपछि नाक हाँस्छ सो गाइजहरू अब यो गरेपछि चाहिँ 1 हप्ता जुस खानु हुँदैन अरे जुस खायो भने चाहिँ यो बिग्रिन्छ अरे होइन हुन त अरू बेला नि म खाँदिनँ जुस चाहिँ जुस खानु हुँदैन बिहेमा अनि तपाईँको यस्तोहरूमा मात्रै खान्छु जुस खाँदिनँ जुस पनि पिउँछु र त्यो पनि अब पिउनु हुँदैन अरे सो गाइजहरू सुजुको पुल्चोकमा उर्क्यो सो मेरो चाहिँ अब धेरै बाँकी छैन अब सिद्धिनु लाग्छ दुखेको पनि छैन पहिल्यै हान्नु रहेछ है मलाई थाहा थिएन नि यस्तो हुन्छ अब थाहा भयो नि त त्यो अहिले फिजले सफा गर्छु होला नि त लास्टमा कस्तो ह्यान्डसम दिएको आज पार्टनरलाई अभि अभि कोरियन बोय ओप्पा कसम यहाँबाट हेर्दा चुमुरकोटी कसम कोरियन जस्तो देखाएको छैन अभि मैले त अहिलेसम्म यस्तो ह्यान्डसम त देखेको थिइनँ यस्तो ह्यान्डसम देखेको थिइनँ दुनियाँमै अभि अभि सक्छु त फेरि यता फेरि हाम्रो सुजुब्रो जस्तो त फेरि कुल देखेकै थिइनँ मैले कुल ट्याटु आर्टिस्ट मात्र नत्र यसरी हाँस्छ नि त रियल चाहिँ यता फेरि हाम्रो राम्रै बेस्ट फ्रेन्ड छ नि अभि यता पनि फेरि अभि कोरियन लिसा थ्याङ्क यू सो मच यताको लागि चाहिँ के तारिफ हान्दिउँ आउँदै आएन दिन्छु म लाउनुहोस् न भाउजू मात्र भन्नुहोस् दुख्छ हो दुख्छ छालामा आउनेपछि दुख्छ त अलिक एक्सेप्ट गर्न दुख्दैन हौ दुख्दैन हुन्छ फेरि छट गर्छ भन्छ होइन त्यो सिस्नुले एकछिन पोलेको जस्तो चाहिँ हुने तर त्यस्तो दुख्दैन रियलमा पोला छ गाउँको मान्छे हामी कस्तो पोल्दैन चाकमा झन् कस्तो पोल्छ होला है त्यसको त भिजे झर्ने हो हजुर फिचे झर्ने हो के हो हुनु चाहिँ त्यो ग्रिन सोप ए ब्लू सोप ब्लू हो बुल्लु ब्लिन दुखेको जस्तै छ यहाँ त दुखेकै छैन यहाँ माथि चाहिँ दुखे यस्तै हो क्या मसल्स गाह्रो हुन्छ मलाई नि दुख्छ होला अहिले दुख्नुमा हातले धुकै राम्रो हुन्छ मसिनले धुको त टट्टा हुन्छ साथीहरू है उसले भन्न खोजेको यो राम्रो हो तर उसले इक्जाम्पल दिइहाल्यो त यो राम्रो भनेको होइन दुइटै एउटै हो यो चाहिँ मसिन चाहिँ किन निकालेको भने जस्तै हामीलाई हात धुनलाई गाह्रो छ नि त तर त्यसमा लिमिट हुँदैन नि त जति पनि गर्न मिल्यो नि त त्यस्तो हो क्या राम्रो नराम्रो भन्ने चाहिँ हुँदैन यसमा दुइटै वे राम्रै हो 10 करोड जाऊ सोध्न पऱ्यो यस्तो गरेर अलिकति हो त्यस्तो गर त पछाडि जाऊ ल त्यसरी सुतेर बस्छ सिरक पनि भएको भए आज खाट भएको भएन मेरो पाला आउने बेला सबैजना हँसाउनु खोज्छ ल हजुर हुन्छ अगाडिमै हँसाउनु खोलेर भुलको घरमा आएर कस्तो येल्लो देख्यो है पेल देखेर तिम्रोले म मसिनले गरिदिन्छु त होइन अब त्यस्तो गर्दा चाया पर्ला फेरि अनस्टेबल होला चाहे त छैन तर ब्रो त्यो त झर्लाइदिँदैन सकिन लागेको छ गाइस
के गरेको हो त्यस्तो चाहिँ मेरो साथी भर्खर दुलो बनाएर पुरै खै हेर्दै ओइ पार्टनर भयो अब चाहिँ म डन जस्तो भयो मेरो चुनाव चिन्ह चाहिँ यही हुनेछ यदि म पछि राष्ट्रपति भयो भने यही चुनाव चिन्हमा भोट आइहाल्नु रे गाइजहरु मेरो चाहिँ सकिएर अब मुस्कान चाहिँ सुरु हुँदैछ र उसलाई थोरै दुखेको छ अरे तर पनि हेर्नु मेरो मुस्कानले मुस्कुराइरहेको छ मलाई दुखेको छ गाइस तर मैले सहेको मेरो बेबीको लागि बर्थडे गिफ्ट भनेर आफूलाई पीडामा राखी रिग्रेट त भएको छैन नि त्यसले भएको छैन अब ल कस्तो कुरा गर्छ हो यस्तो कुरा गर्छु सक्छौ सक्दैन नि त्यो सक्दैन नि यस्तो बिकज कलर भयो नत्र कस्तो मुस्कानको चाहिँ फेरि हामीले चेन्ज गरेको छ खै टाइम देखेर उसलाई नै भोक लाग्यो म त अलिकति माथि है झिकेर ऱ्याप हाल्नु होला ए धुनु होला नि के माथि तिमी मेसेज गर होला साथी कतिखेर के भनेर 2 घण्टा पछि ल ठ्याक्कै अब 12 बजे म फेरि सुतिसक्छु यो खोलेर धुनु पानीले मात्र होइन तर जारको पानी युज गरेर ल झारकै धाराको पानी हातले चाहिँ छुइनु कि नछुने सोधी धुनु हात हो अन्त हात मजाले धोएपछि धो ल मेरो त कति बेरसम्म पो राखिदिएको थियो हो त्यो मान्छेले के हो यो एकाइ यसको साइज अझै भाउजूको कसको धेरै टाइम लाग्यो निकाल्छु ल अब यो निकाल्नु पर्दैन होइन राख्नु लागि प्याच अनि यसरी जोडिने हो क्या बाहुबली ब्रो बाहुबली आफ्नो ह्यान्डपोक हो मेरो ह्यान्डपोक भाउजूको आधी ह्यान्डपोक आधी आदि